म चाहिँ अस्ति जाग्रेब साम्बरतिर पुगेको थिएँ अनि साम्बर पुगेर एकछिन रनिङ गरेँ जगिङ गरेँ सानो ट्रेलमा अनि फर्क्यो हिजो फर्क्यो अनि आज फेरि रनिङ स्टार्ट म लोब्रान पुग्छु लोब्रान चाहिँ मेरो गाडी चाहिँ मलाई कम्पनी दिएको गाडी बिग्रेको भएर चाहिँ मैले कम्पनीमा गाडी छोडेर अस्ति जाग्रेबतिर गएको आज त्यो लिन जाँदैछ सायद त्यो पुन्टो चाहिँ छैन होला म कम्पनी आइपुग्नु लाग्यो मलाई चाहिँ पहिलाको पुन्टो बिग्रेको भएर सायद अर्को गाडी दिन्छ होला पुन्टो बनाएको छैन भित्र गएर कम्पनीको फोटो खिच्नु भएन गाडीको पनि नम्बर प्लेटहरू हाल्नु हुँदैन त्यही भएर घरबाट कम्पनीसम्म पुग्नुन्जेलसम्म चाहिँ कति 8-9 किलोमिटर होला अनि त्यो 8-9 किलोमिटर चाहिँ गाडीमा चढ्नुभन्दा कुद्यौँ भनेर कुद्दैछु अब 1 किलोमिटर बाँकी छ 40 भयो 9:40 भयो म चाहिँ 10 बजे आइपुग्छु गाडी लिनलाई भनेर टेक्स्ट गरिराखेको थियो सबै साहुलाई अनि मेकानिकलाई पनि त्यही टेक्स्ट गरिराखेको थियो उनीहरूले कुन गाडी दिन्छ गएर हेरौँ अहिले घरमा गाडी लिएर गएपछि फेरि काममा आउनुपर्छ अनि त्यही भएर हल्का स्यासै भएको अनि त्यही हल्का रनिङ गरौँ रनिङ गऱ्यो भने एक्स्ट्रा इनर्जीहरू गेन हुन्छ एकैचोटि सुतेर उठ्ने बित्तिकै ड्युटी जानुभन्दा एकछिन वार्मअप गऱ्यो भने एक्सर्साइज गऱ्यो भने आज काम गर्नको लागि चाहिँ एक्स्ट्रा इनर्जी हुने भएर मैले काम गर्नुभन्दा पहिला 1 राउन्ड कुदेर काममा जाने गर्दैछु आज नि त्यसकै रेगुलरै हो कम्पनी आइपुग्नु लाग्यो 11-12 मिनट बाँकी छ त्यही पनि अलि अगाडि पुगेर मेकानिकलाई टेक्स्ट गर्नुपर्छ अनि उनीहरूले के एन्सर दिन्छ त्यसपछि गाडी लिएर जानुपर्छ गाडी त दियो ठुलो गाडी तर सिट चाहिँ 2टा छ मलाई 3टा सिट भएको चाहिन पर्ने पछाडि सिट छैन गाडी चाहिँ यत्रो गाडी दिएर यत्रो गाडीमा के गर्ने यार यत्रो गाडीमा के गर्ने गाइज पार्किङ कहाँ गर्ने पार्किङ गरेको ठाउँ छैन पार्किङ गर्नलाई गाडी रहेछ यत्रो ठुलो सिट छ 2टा आज त हामी 2जना मात्रै छ म एउटा फिलिपिनो पर्सि फेरि 3जना हुन्छ के गर्ने हो